मोमो च्यालेन्ज हान्दैछु गाइस। आज मोमो बनाएर बुढी र म कस्तो खालको मोमो बनाउन लाए नि बडी लैलै बफ स्टाइलको बनाइदिएको। ओ माय गॉड गुडनेस। मोमो पकायो र पाक्न लाग्यो मोमो। हामी मोमो पकाउँदै हो, पाक्दै छ यहाँनिर। पाक्या मोमो देखाउनु मिल्दैन। मिल्छ, हाम्रो पाकेको मोमो चाहिँ यहाँ छ। हामी यहाँ ल्याएर देखाउ न। आज हामी मोमो च्यालेन्ज गर्दैछौँ गाइस। मोमो पाकिसक्यो। वाह वाह वाह। ल एकैचोटि अब हामी खाने बेला मात्रै भेटौँ नि है। ल हेलो गाइज, दर्शक नमस्ते। फेरि पनि हजुरहरूलाई स्वागत छ आजको न्यू एपिसोडमा। आज चाहिँ हामी के खाँदैछौँ बुढी? मोमो। आज चाहिँ हामी मोमो च्यालेन्ज गर्दैछौँ। चारवटा लाएर कतिवटा छ भने हामी 30वटा होला है। 30वटा होला लगभग गाइस। अब अचार यो भइहाल्यो, मोमो यो चिकन मोमो भइहाल्यो होइन। अब हामी कम्पिटिसन गर्ने तर्खरमा छौँ गाइस। अब हातैले खानु पर्ला जस्तो छ गाइस। अब धेरै ढिलो पनि किन गर्नु। अब सुरु गरौँ है। लेट्स गो है गाइज। लेट्स गो। मोमो पनि उ भइसकेको छ। ल गाइज यस्तो छ यहाँ घरमै बनाएको मोमो है हामीले। ल ओके। के रहेछ त मेरो अचार त यतै राख्नु पर्यो यार। यहाँ राख्नु पर्यो, यस्तो गरेर राख्ने। 30वटा भन्दा पनि बढी छ जस्तो। कसले छिटो खाइन्छ त हेर। छोराहरूले खाँदैछ। कम्पिटिसन होइन त, बोल्दैन त। भग लाएर नबोल्यो, फिरि सुरेर नबोल्यो। गफ लाएर बस्यो भने ढिलो हुन्छ। आज बुढी रिसास छ। मोमो बनाउँदा धेरै मेहनत लागेको छ गाइस। बबाल टेस्टी भएको छ मोमो। 2 थरीको मोमो बनाउनु भएको छ म्यामले आज। चिकन मोमो स्टाइल चाहिँ 2 स्टाइलको छ। मैले पनि सक्ला लाग्छ भाइ। कमिसन होइन त। टेस्टी चाहिँ बवाल टेस्टी भएको छ। अलिक सेलासी म बुढीले जित्छ क्या। ठुलो छ। के मोमो दियो? के मोमो दियो? शिखर मोमो। शिखर मोमो। मैले चाहिँ पहिला काठमाडौँ हुँदाखेरि चाहिँ पुरै शिखर मोमो खाँथेँ नि त गाइस। कोटेश्वरमा छ है। कत्रो हुन्छ यहाँ। अहिले त छैन होला। छ, अस्ति पोहोर त गएर खाएर आएको मैले। मैले त कहिले सक्दैन। तपाईँको त्यत्रो सही छ। भनिहाल्यो नि म जे होस् धेरै टाइम नआउँदिनँ क्या। कम्पिटिसन गयो।
उस्तै पऱ्यो भने शिखर मोमो त म 6 प्लेटसम्म खान्थेँ खाने मान्छे हो उठ मोमो त बबाल छ गाइस बबाल मोमो चाहिँ अलिक सेलाको तातो छ टिमुरको स्वादमा अचार आफ्नै बारीमा फलेको टिम्बुर आफ्नै बारीमा फलेको गोलभेरा लोकल टिम्बुर लोकल गोलभेरा त्यसपछि सिलाम सिलाम खोर्सानी पनि बारीमा सब अर्ग्यानिक मोमो अर्ग्यानिक मैदा मात्रै पसलको मैदा र नुन यो कामको श्रेय चाहिँ आइएम कविता जस राम्रो बनाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद तपाईँ पनि बबाल छ गाइस मोमो आज धेरै भएछ खाँदा खाँदै सेला टिसटिसै हो तपाईँलाई बरु टिसरै नि बढ्थ्यो मलाई गनेन हौ म थोडा 10-15 रुपियाँ मात्रै खान्छु या मैले भनेको 6वटा त यहीँ छ अझै 7वटा थुप्रो खाएछ आज त ल म 30 भन्दा बढ्थ्यो बेसी थियो मलाई 15-20 वटा त्यस्तै थियो मेरो जेठा छोराले एक डेढ हाफ खाइदिन्छ त्यस्तै पनि 2 खाइदिन्छ भाइले चेप्यो अब यस्तो नि त अब पसलमा 100 रुपियाँ 120 होइन त होइन 120 दिनुभन्दा यहाँ घरमै बनाएको मोमो खानु कम चाहिँ मैले जित्यो बुढी सानो खाने I'm fast, guys. म फर्स्ट भएँ ल यो चाहिँ मेरो जेठा छोरालाई दिएँ गाई नसक्ने भए ल यसपालिको मोमो कम्पिटिसन चाहिँ मैले जितेँ रे दादा रे हो दादा ल गाइस आज चाहिँ मोमो खायो हामीले मोमो बबालै थियो सिलामको अचार सिलाम पिसेर टिमुरको अचार अमिलो लोकल गोलभेडा त्यसै गरी अब यो मोमो भइहाल्यो है चिकन आज बबाल टेस्ट थियो मोमोको पनि अचार पनि बबालै छ है अझै यो अचार नै खाइसक्यो सिस्टम कायदा बबाल भएको छ बबाल आफ्नै घरमा बनाएर खाएको मोमो है बबाल भयो
हजुरहरू पनि घरमा मोमो बनाएर खानु होला, ट्राई गर्नु होला भन्दै आजलाई चाहिँ हामी छुट्न चाहन्छु र अन्तिममा हजुरहरूले पक्कै पनि हेरेर साथ दिनुभयो होला भन्दै लाइक्स कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै सी यू नेक्स्ट टाइम बाई बाई गाइज बाई बाई